दाइजोको न्युमा बुहारीले भोग्नुपर्ने पीडा। छोराका बिहेमा झ्याप्प परेको तिग्ला लिएर आउँला भनेर कति ठुलो सपना थियो, माटोमै गयो नि। अनि आमै झ्याइ पञ्चे बाजा बजाएर बुहारी भित्राउने कत्रो ठुलो लहर थियो। यसलाई ल्याउनु पर्यो, त्यो पनि भगाएर यस्तीलाई। सधैँ कति एउटै कुरा गर्नुभएको हो क्या आमा। के भयो यसलाई फेरि? बिग्ल्यो कि क्या हो तेरिका? मैले भनेको केटी बिहे गरेको भए उस्तै परे गाडी चढ्न पाउँथिस्। अहिले यो हाल हुन्थ्यो तेरो? जहिले पनि नचाहिँदो कुरा मात्रै गर्नुहुन्छ के तपाईँ पनि? बाबु एकछिन आइदेन, तँसँग एउटा सल्लाह गर्नु छ। मेरो कुरा सुन्न बाबु। ल भन्नु न त, के कुरा हो? बाबु तेरो जिन्दगी योसँग बित्दैन। हेर मैले भनेको मान। यसलाई बिस्तारी बिस्तारी गर्दै हेप्दै जा, पछि उहाँ आफै साइड लाग्छ। अनुहार न दनुहार कि चाहिँ कुरो, दाइजो पनि केही ल्याएकी छैन, दुःख पाउँछ र पछि आफै जान्छ। मैले भनेको केटी पनि हतपत भेटिँदैन, एकदमै राम्री छ। बरु यसो गरौँ न, यसलाई झुन्डाएर मारिदिउँ, आफै आत्महत्या गरेछ भनेर लगाइदिउँ, हुन्न? फेरि यो त मोबाइल पो खेलाएर बस्न थाल्यो। आमाका कुरा सुन्न। पख्नु न पहिला, एकचोटि उहाँ ज्वाइँलाई फोन गरेर बहिनीलाई झुन्डाएर मार्नु भन्छु। बाउलाई क्या हो त? के भन्दैछस् त यो? अनि त्यस पछाडि बल्ल यसको पालो आउँछ। हो आमा, ऊ पनि कसैको छोरी हो, कसैको दिदी हो, कसैको बहिनी हो। ऊ पनि त आफ्नो जन्मघरलाई माइती घर बनाएर मेरो घरमा आफ्नो घर बनाउन आएकी छ आमा। तपाईँ एउटा नारी भएर कसरी यस्तो सोच्न सक्नुहुन्छ? आफ्नो छोरी सर होइन ऊ, झुन्डाएर मारेसम्म सोच्न सक्नुभयो है? हाम्रो पनि चिलीलाई कसैले त्यस्तो गर्यो भने कस्तो हुन्छ? सहन सक्नुहुन्छ? भन्नु त आफै। जहाँ अब एउटा दाइजोको न्युमा त्यस्तो भन्ने। मैले पनि त मेरी छोरी चाहिँ भन्ने कुरा बिर्सेछु नि। मैले पनि त मेरी छोरीलाई अरूको घरमा बिहे गरेर पठाएकी छु। अहिलेसम्म जे भयो भयो। मैले मेरी बुहारीलाई साह्रै नराम्रो दृष्टिकोण लिएँ रे। मलाई माफ गरिदे छोरा, अबदेखि कहिले यस्तो गर्दिन। मलाई माफ गरिदे। बुहारी मलाई माफ गरिदेऊ, मैले तिमीलाई साह्रै नराम्रो दृष्टिकोण दिएँ रे। अबदेखि म कहिले यस्तो गर्दिन। तिमीले अबदेखि कहिले दुःख पाउँदिनौ।